नमस्ते सबैजनालाई। मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्न। कृपया दया गरी मेरो उजुरीकर्ताबाट नाम हटाइदिनु भन्दै एक सहकारी पीडित नारायण पहाडी लेख्छन्। हे भगवान, के मलाई यो देशमा बाँच्ने अधिकार छैन? किन म विदेश नै जानुपर्ने हो? किन म प्रति सरकारको प्रतिशोध साध्दैछ? भरममा नपर्नुहोला, म जाहेरीकर्ता होइन भन्दा नि मैले यस अगाडि पनि जाहेरीकर्ता नभएको सादा निवेदनलाई जाहेरी बनाएर मेरो नाम दुरुपयोग गरेको जानकारी गराएकै थिए। हिजो सर्वोच्च अदालतबाट आएको आदेशमा पनि मेरै नाम उल्लेख गरी वादी बनाएर राखिएको रहेछ। मेरो तर्फबाट दिँदै नदिएको उजुरीलाई उजुरीकर्ता बनाउँछन् न पाइन्छ र? एउटा निवेदनलाई कुन आधारमा उजुरीकर्ता बनाइयो? सयौं बचतकर्ताको निवेदन थियो, मेरै निवेदनलाई उजुरी कसरी बनाइयो? मैले यो बारे कानुनी उपचार पनि खोजिरहेको छु। मेरै कारणले रवि लामिछाने थुनामा परेका हुन् भने म यो पापको भारी बोक्न चाहन्न। कृपया दया गरी मेरो उजुरीकर्ताबाट नाम हटाइदिनुहोस्। विनम्र अनुरोध गर्दछु। अन्य धेरैलाई बिना जानकारी उजुरीकर्ता बनाइएको छ। यस बारे अब सबैले बोल्नु पर्छ। राज्यले अति होइन अत्याचार गर्यो भन्दै एक बचतकर्ताले लेखेका छन्। साथीहरू, सरकारले सुनेर पनि नसुने जस्तो गरिदिएका छन्। आखिर यही हो त विधिको शासन, यही हो लोकतन्त्र, गणतन्त्र। तपाईहरु यो विषयमा के भन्न चाहनुहुन्छ सरकारलाई? कमेन्ट गर्नुहोला।